तपाईहरुलाई मेरो अफिसियल युट्युब च्यानल अशोक जोशीमा स्वागत छ। यतिखेर चाहिँ म नेपालको पर्यटकीय राजधानी यति भन्ने बित्तिकै तपाईहरुले थाहा पाइसक्नुभयो होला यतिखेर म कहाँ छु भनेर। नेपालको टुरिस्टको लागि एकदमै फेमस प्लेस पोखरा हुनुहुन्छ। यतिखेर चाहिँ म पोखरामा रहेको पृथ्वीनारायण शाह नेपाल एकीकरणका पिताका नाममा राखिएको चोक पृथ्वी चोकनिर छु। तपाईहरु देख्न सक्नुहुन्छ नेपालमा पोखरामा धेरै पर्यटकीय ठाउँहरु छन्। देवातालमा साइली नमस्कार साथीहरु, तपाईहरुलाई मेरो अफिसियल युट्युब च्यानल अशोक जोशीमा स्वागत छ। यतिखेर चाहिँ म लेफ्ट साइडमा छु। भर्खरै म उता कालबाराई मन्दिरको दर्शन गरेर फर्केको छु। भर्खरै ढुङ्गा चढेर म फर्किसकेको छु। भर्खरै म पृथ्वीनारायण चोकदेखि माइक्रो चढेर यता आएँ अनि उता कालबाराई मन्दिरको दर्शन गरेँ। फेरि यता फर्किसकेको छु। अहिले म लेफ्ट साइडको वारीतर्फ छु। तपाईँ देख्न सक्नुहुन्छ यता एकदम धेरैभन्दा धेरै टुरिस्टहरू नेपालको पर्यटकीय राजधानी पनि हो पोखरा। तपाईहरु देख्न सक्नुहुन्छ फेवातालको मनमोहक दृश्य मान्छेहरु देख्न। दोस्रो पटक हो फेवातालमा। पहिलोचोटि पनि आएको थिएँ म 2081 सालमा। यो चाहिँ 82 सालमा मेरो पहिलो पटक हो। तपाईहरु देख्न सक्नुहुन्छ पृथ्वी चोकदेखि सिधै पृथ्वी यता आउनको लागि पृथ्वी चोकदेखि सिधै नगर बस पाइन्छ। त्यहाँदेखि सिधै आउन सक्नुहुन्छ। तपाईहरु एकचोटि अवश्य घुम्नुपर्ने ठाउँ हो फेवाताल। तपाईहरु देख्न सक्नुहुन्छ। अब विदेशी पर्यटकको त के कुरा गर्नु यता। ल यतादेखि चाहिँ म फर्किसकेको छु। फेवातालमा साइली ढुङ्गा चलाल। अब चाहिँ म डेभिड फल्स जाने तयारीमा छु। यहाँहरु देख्न सक्नुहुन्छ यता फोटो खिच्नेहरूको चाहिँ अब के भन्नु, त्यो धेरै नै छन् यता फोटो खिच्ने साथीहरू। देख्न सक्नुहुन्छ ढुङ्गाहरू लागिरहेको छ तलतिर। भर्खरै म ढुङ्गा चढेर आइसकेछु गाइज। यदि तपाईहरुले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने फेरि पनि एकचोटि म भन्न चाहन्छु कि तपाईँ यहाँ सब्स्क्राइब गरेर नजिकैको बेल आइकन थिच्न नभुल्नु होला। फेवाताल बीचमा कालबाराई मन्दिर रहेको छ उता। हुन्छ उता कुहिरेहरू आउँदैछन् देख्न सक्नुहुन्छ। यसको त के कुरा गर्नु। एकछिनपछि म डेभिड फल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा पनि जानेछु। तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै लेक साइड हो। यहाँको नाइट भ्यू चाहिँ फेरि बवाल हुन्छ। तपाईँ देख्न सक्नुहुन्छ पुरै तालै ताल जति देखिन्छ पुरै तालै ताल देखिरहेको छ। उता माथि चाहिँ तपाईँ डाँडो देख्नुहुन्छ। सारङकोटको डाँडैमा भन्ने उतै माथितिरै हो गाइज। उता फेवाताल लेखेको ठाउँमा देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरू यता टुरिस्टहरूको त के कुरा गर्नु अब पोखरा। यस उता देख्न सक्नुहुन्छ फेवाताल लेखेको ठाउँमा फोटो खिच्नेहरू बनाउनेहरूको उहिरो छ भन्दा फरक नपर्ला। देख्न सक्नुहुन्छ तपाईँ यतै हो पोखरा लेखेको पोखरा फेवाताल। होइन होइन दाजु फोटो होइन।
गाइज यतादेखि चाहिँ म फर्किसकेको छु। अब चाहिँ म डेभिड फल्स जाने तयारीमा छु। अब डेभिड फल्समा मेरो भ्लग आउँछ टक्क त्यता हेरौँ। र अहिले चाहिँ मैले एन्ड गरेँ है त।